मैले यति दुःख गरेर मिनी ब्लगहरू बनाउँछु साथीहरू, न त भ्युज आउँछ, न त लाइक आउँछ, न त कमेन्ट आउँछ। किन होला त साथीहरू? हेलो एन्ड नमस्ते साथीहरू, हजुरहरूलाई स्वागत छ मेरो आजको डे 6 मिनी ब्लगमा। साथीहरू, आज चाहिँ म सबभन्दा पहिला बिहान उठिसकेपछि ब्रस गरेर हात मुख धोएँ। साथीहरू, बिहानको 5-6 बज्न पाउँदैन, यस्तो घाम किन चर्किन्छ होला साथीहरू? म चाहिँ आज ढिलो उठेँ नि त, त्यही भएर चाहिँ एकदमै घाम चर्केको छ साथीहरू। अनि आजकल बिहान 5-6 बज्न पाएको हुँदैन नि साथीहरू, बिहानै 5-6 बजीतिर नै घाम यस्तो चर्केको हुन्छ नि साथीहरू। म आज मात्र होइन कि साथीहरू, म चाहिँ दिनकै ढिलो उठ्छु कि, अनि मम्मीले चाहिँ मलाई उठाइदिनुहुन्छ, त्यही भएर चाहिँ म छिटो उठ्छु। म उठेर हात मुख धुँदाखेरि चाहिँ मम्मीले त खाना बनाउँदै हुनुहुन्छ, अनि मलाई चाहिँ पिठो मुछ भन्नुभयो, त्यही भएर चाहिँ म पिठो मुछ्नुतर्फ लागेँ। साथीहरू, तपाईँहरू कति बजीतिर उठ्नुहुन्छ बिहान कमेन्ट गर्नु होला है त साथीहरू। म चाहिँ एकदमै ढिलो उठ्छु कि साथीहरू, होइन। अब भोलि बिहान चाहिँ बिहानै उठ्नुपर्छ भनेर चाहिँ बेलुकातिर सुत्दाखेरि चाहिँ अलार्म लगाएको हुन्छ नि त साथीहरू। म मात्र हो कि बिहान ढिलो उठ्ने? तपाईँहरू पनि हुनुहुन्छ साथीहरू। आमाले मलाई उठाउनु भयो भने मात्र उठ्छु कि, नत्र त अलार्मले मलाई कामै गर्दैन। अलार्म लगायो भने पनि केही पत्ता केही थाहा नै हुँदैन साथीहरू, अलार्म बज्यो साथीहरू। अनि मम्मीले चाहिँ मलाई पिठो मुछ्यो है साथीहरू, अनि लास्टमा रोटी हाल्रे के। मेरो आमा मात्र हो कि मलाई काम अराउने साथीहरू, तपाईँहरूलाई पनि अराउनुहुन्छ, कमेन्ट गर्नुहोस् त साथीहरू। अनि मैले बेलेको रोटी तपाईँहरूलाई कस्तो लाग्यो त साथीहरू, कमेन्ट गर्नुहोस् है त साथीहरू। अनि यता चाहिँ छोरीले भात खाँदैछ साथीहरू, अनि फाइनल साथीहरू मैले चाहिँ रोटी हालेर भ्याएँ। अनि आमाले रोटी सेक्दै हुनुहुन्छ साथीहरू, अनि यता चाहिँ आमाले रोटी डढाइसक्नु भयो। अनि एकछिनपछि चाहिँ मम्मीले मलाई भात हालिदिनु भयो, अनि भात खाएँ मैले। साथीहरू, आज चाहिँ तुलसी रोप्ने दिन रहेछ, साउनको 9 गते। तपाईँहरूले रोप्नु भयो कि रोप्नु भएन कमेन्ट गर्नु होला। तर मेरो मम्मीले चाहिँ रोपेर पूजा गर्नु भइसकेको रहेछ साथीहरू। अनि मैले चाहिँ अहिले भर्खर हेरेको। अनि एकछिनपछि चाहिँ खानासाना खाइसकेपछि मकै पिसेर ल्याएँ भन्नुभयो मम्मीले, त्यही भएर चाहिँ म मकै पिस्नको लागि दोकान हिँडेँ साथीहरू। मैले चाहिँ एउटा कुरा भन्न चाहन्छु कि मैले चाहिँ यति दुःख गरेर मेहनत गरेर मिनी ब्लगहरू बनाउँछु, दिन रात नसुतेर भोइस कभर गर्छु, एडिटिङ गर्छु। अहिले पनि रातिको 11 बजिसकेको छ, मैले अहिले भोइस कभर यति मेहनत गरेर ब्लगहरू बनाउँछु, न त भ्युज आउँछ, न त कमेन्ट आउँछ, न त लाइक आउँछ साथीहरू। 1000 भ्युज पनि गर्दैन साथीहरू। तपाईँहरूको चाहिँ सपोर्ट पुगेको छैन साथीहरू, किप सपोर्टिङ गाइज। मलाई चाहिँ तपाईँहरूको सपोर्ट चाहिएको छ। आज चाहिँ मैले साथीहरू ट्रान्सलेसन भिडियो बनाएको छु, सबैजनाले सपोर्ट गरिदिनु होला। मैले चाहिँ पोस्ट गरिसकेको छु। यस्तो बवाल बनाएको छु साथीहरू, कुन गीतमा होला त मैले बनाएको?